हेलो सबैजनालाई नमस्ते, स्वागत छ तपाईहरुलाई। तपाईहरु कस्तो हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु। मासमा म फेरि जय श्रम संस्कृति पार्टी, जय श्रमदान, जय र हर्कलाई पास्टर पनि मास्टर पनि हर्क मास्टरै हो है, मास्टर माइन्डको व्यक्ति हुनुहुन्छ। र हिजोको काठमाडौँको जनसभाको भिडियो देखेर तपाईहरुले देखिसक्नु भएको छ भिडियोलाई। र तपाईहरुले खुट्टा तान्नेहरुले तान्दै गर्नु होला। फागुन 21 2084 साल नपुग्दै यति धेरै जनशक्तिहरू अर्को शपथमा आइसकेको छ। अब देश चाहिँ कसले बनाउँछ चाहिँ जनताले बुझिसकेका छ, जनताले चिनिसकेका छ। र हाम्रो बाजे बाउ हामीसम्म आइसक्दाखेरि देशको हालत हामीले हेरिसकेका छौँ। र अब विकल्प भनेको चाहिँ हर्क सन्तानको मात्र छ। जय संस्कृति पार्टी माटो चिन्हमा फागुन 21 गते तपाईहरु सबैजनाले आफ्नो आफ्नो मत दिएर एकदमै धेरै मतले जिताएर हर्कलाई केन्द्रमा पुर्याउँ भन्ने अभियान हामीले चलाइसकेका छौँ। र अब देश विकासको क्षेत्रमा तपाईहरुले हर्क साम्पाङलाई आशा गर्नुहोस् अनि भरोसा गर्नुहोस्। अब एकमात्र देशलाई बनाउने अनि देशलाई हिँडाउने चाहिँ हर्क साम्पाङ मात्रै हुनुहुन्छ। तपाईले भिडियो हेर्नु होला। धन्यवाद। मान्छे भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देशमा हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। अब दाजुभाइ दिदीबहिनीहरू, जीवित नेपालीहरूको देशमा कुनै तपाईँको विदेशी शक्तिले हालिमाली गर्न पाउँदैन, उसको क्रीडा स्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्र, हामीलाई हाम्रो माटो